हेलो हेलो गुड मर्निङ एभ्रिवान। के छ खबर? तपाईँहरूको आरामै हुनुहुन्छ होला? म पनि आरामै छु। म चाहिँ अहिले आइपुगेछु मेलिङटारमा ट्याक्कसँगले निङ्ग्रो टिप्नलाई। निङ्ग्रै टिप्न भनेर त आएको होइन यहाँ तर ठ्याक्क यस्तो हेरेको कति धेरै निङ्ग्रै छ क्या। अनि त्यहाँदेखि म चाहिँ पुरा निङ्ग्रो टिप्न सुरु गरेँ। शिशिर चाहिँ भिडियो बनाउँदै बसिरहेछ होइन। ऊ चाहिँ नटिपिकन मलाई भिडियो बनाइदिने अनि बस्ने होइन। पुरा सेल्फी हान्दै बसिरहेछ। मरिङ्गा निङ्ग्रो के भन्दै बसिरहेछ। मैले चाहिँ निङ्ग्रो टिपेर नै भ्याइसकेँ होइन। यति चाहिँ भयो। कति धेरै टिपे नि मैले निङ्ग्रो। तपाईँले देख्न सक्नुहुन्छ अझै कति धेरै छ होइन। मैले चाहिँ त्यति मात्रै टिपेँ। अब टिप्ने अल्छी लाग्न थाल्यो त्यही भएर मैले छोडिदिएँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो चिल्ली जादु के लिफ्टबाट कसरी झर्ने भन्ने कुरो हो यो भनेको। देख्नुभयो यस्तो खतरा छ त। उसलाई चाहिँ केही देख्नै हुँदैन क्या शिशिरलाई चाहिँ। झार जङ्गल पुरा बोक्दैछ सुनखारी भनेर। अनि यता लागेँ म चाहिँ पानी अमला देखेर। पानी अमला खानु। पानी अमला तपाईँहरूले खानु भएको छ? कस्तो हुन्छ भनेर तपाईँहरूले त्यसको टेस्ट थाहा छ? कस्तो मिठो हुन्छ तिर्खा लागेको बेला टक्क फुक्ने कप्पा पारेर खाने। अब घाँस झार्नुपर्ने हुन्छ त्यसैले नि म चाहिँ घाँस झार्न चढेँ रुखतिर होइन। म चाहिँ रुखतिर चढिसकेँ। अब घाँस झार्नुपर्ने हुन्छ। घाँस त खासै बोक्नु त नसकियो तर पनि अलिकति झारौँ न त लगौँ भन्ने कुरो भयो। अनि त्यही भएर हामी चाहिँ घाँस झार्न चढेँ। हामी मतलब हामी पो भन्दै रहेछु। अनि त्यहाँ चाहिँ मैले घाँसको डाला झारेको। शिशिरले चाहिँ पुरा मौरी होला मौरी भन्दै थियो। यो चाहिँ सबै शिशिरले अर्किड भन्छ के भन्छ सबै घारीघुरी बोकाएर। हामी चाहिँ अब बारी पुग्यो। अब हामी लाग्यो। बाई बाई थ्याङ्क यू।